आज हामी आइपुगेका छौँ जनकपुरको रामानन्द चौक स्थित यो दुर्गा पूजा पण्डालमा। खास गरेर यसको मिथिलामा कुरा गर्ने हो भने मिथिलामा प्राचीन कालदेखि देवीको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। आज हामी त्यसैको विषयमा बुद्धिजीवी र भइरहेको यहाँका विज्ञहरू जो हुनुहुन्छ अर्थात् पुरोहितहरू जो धर्मका ज्ञाताहरूसँग उहाँहरूसँग गरेर मिथिलामा किन यो प्रतिमा बनाएर पूजाको शुभारम्भ कसरी भयो, यसका ऐतिहासिकता महत्त्वहरू के छ र खास गरेर त्यो पूजा पद्धतिहरू के छ, यी विषयहरूमा तपाईहरु समक्ष जानकारी दिन्छौँ। रामानन्द चौकमा वर्षौंदेखि हुँदै आएको यो
पूजा दुर्गा पूजा पण्डाल स्थलमा छौँ र हामीसँग हुनुहुन्छ रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन शाह। उहाँसँग हामी यो समग्र पूजाको विषयमा कुराकानी गर्छौँ। मनमोहनजी, अहिले जसरी तपाईँहरूले कति वर्षदेखि यो दुर्गा पूजा गर्दै हुनुहुन्छ? यो रामानन्द चोकमा विगत लगभग 28-29 वर्षदेखि पूजा भइरहेको छ। अनि यो जसरी यो पैसाको, किनभने माटोको मूर्ति बनाएर पूजा गर्दाखेरि त धेरै खर्च लाग्छ, कसरी म्यानेज गर्नुहुन्छ? यो हामी यहाँ स्थानीय जनताहरू आफै सहयोग गर्नुहुन्छ। अब स्वेच्छा हिसाबले जो जति दिनुहुन्छ त्यही सहयोगले पूजा हुन्छ। अनि यो माटोको प्रतिमा नै बनाएर पूजा गर्नुपर्ने अवस्था किन? तपाईँहरू के सोचेर गर्दै? यो परम्परा चलिरहेछ विगतदेखि नै। यो पुरानै परम्परा हो। यहाँ माटोको मूर्ति बनाएर सबै दिन पूजा हुन्छ, त्यसैले परम्परालाई हामीले निरन्तरता दिन्छौँ। अनि यसपटक त कोरोना सङ्क्रमण छन् होइन? यो अवस्थामा सरकारले अब त्यत्रो भव्यता नगर्नु पनि यहाँको भव्यता छ, अनि त्यसलाई कसरी म्यानेज गर्दै? हामी यसपालि अरू सालको अपेक्षामा भव्यता एकदम न्यून गरेको छौँ। सबै कार्यक्रमहरू भजन सन्ध्या कार्यक्रम, टेन्ट पण्डालहरू सबै सानो गरेको छौँ। पूजा पनि त्यो मास्क दूरी मेन्टेन गरेर, मास्क सेनिटाइजरको प्रयोग गरेर हामी पूजाको लागि एकदम व्यवस्थित गर्ने प्रयासमा लागेको छु। अनि यो जसरी यहाँ मतलब श्रद्धालुहरू अन्यको तुलनामा धेरै भिड हुने रामाचोकको प्रसिद्ध हुन्छ र त्यो मुख्य रूपमा झिझिया, त्यसपछि त्यसको सांस्कृतिक कार्यक्रम, त्यसको छुट्टै पहिचान हुन्थ्यो। त्यो यसपटक गर्नुभयो कि भएन? यसपालि त्यो भएन। हाम्रो यो झिझिया मात्रै 1-2 दिन झिझिया आउनुभयो, त्यसमा पनि भिड लाग्न थाल्यो र हामी झिझिया पनि त्यहाँ स्थगित अहिले गरिदिएछौँ। सांस्कृतिक कार्यक्रमहरू पनि स्थगित भएको छ यसपालि। अनि यो पूजा भनेको सामान्य हिसाबले पूजा राम्रोसँग, पूजा धुमधामले, पूजाले राम्रोसँग भयो, पूजा व्यवस्थित हिसाबले गर्ने त्यही हो मात्रै। हस्, धन्यवाद। धन्यवाद। मिथिलामा मूर्ति पूजाको छुट्टै पहिचान छ, त्यसका विभिन्न प्रभावहरू र आयामहरू छन् र खास गरेर दुर्गाको प्रतिमा बनाएर पूजा गर्ने परम्परा सदियौँदेखि चल्दै आएको छ। यो किन गर्नु परिरहेको छ, या अर्थात् यसको ऐतिहासिकता के हो? हामी त्यो विषयमा यहाँ रामानन्द युवा क्लबले निर्माण गरिरहेको पूजा पण्डालमा रहनुभएका सम्पूर्ण पूजाका पण्डितजीसँग कुराकानी गर्छौँ। नाम के हो तपाईँको? नाम के हो? मेरो नाम मदन झा। मदन सर, यो जसरी मिथिलामा नि कुरा गर्दै हो भने यो माटोको प्रतिमा बनाएर पूजा गर्नुको परम्पराको के छ कि यसको ऐतिहासिकता? भगवती को धेरै रूपमा पूजा गरिन्छ। श्रीफलमा, श्रीफल भन्नाले श्रीफलमा श्रीफल भनेको बेल। अच्छा, बेलमा माटोको प्रतिमा बनाएर त्यसपछि तपाईँको चित्रपटमा फेरि धातुको प्रतिमा बनाएर, त्यसै प्रकारले यो शरदकालीन आश्विनको विशेष पूजामा 4 प्रकारको नवरात्रा हुन्छ। 4 वर्षमा 4 चोटि नवरात्रा हुन्छ। त यो शरदकालीन नवरात्रामा विशेष पूजा हुन्छ दुर्गाजीको। विशेष पूजामा हाम्रो प्राचीन कालदेखि परम्परा छ। हाम्रो भगवतीको प्रतिमा माटोको बनाउने, प्राण प्रतिष्ठा गर्ने, विधिवत पूजन पाठ गर्ने, वेदको रीतिले पूजन पाठ हाम्रो शास्त्रीय अनुसार हुन्छ। त्यसै अनुसार उहाँको पूजन पाठ सविधि गरेर पूजा अर्चनामा सबैजना लाग्ने। अनि एउटा यो जसरी यो माटोको प्रतिमा बनाएर त्यसका विधिहरू छन्, जसरी घट स्थापनादेखि पूजापाठ सुरु हुन्छ, त्यो कसरी गर्नुहुन्छ र विजयादशमीसम्म के छ परम्परा, त्यो बताइदिनुहोस्। माटोको प्रतिमा जुन बनाइन्छ, त्यो माटोको प्रतिमाको वास्तविक पूजन यो फुलपातीदेखि हुन्छ। त्यो भन्दा पूर्व माटोको प्रतिमा प्राण प्रतिष्ठा भएको हुँदैन। त्यस कारणले पहिला प्रतिपदादेखि घट स्थापना गर्ने, जयन्ती स्थापना गर्ने र विधिवत पूजा शुभारम्भ गर्ने। त्यसपछि प्रत्येक दिन पूजा गर्दै जाने पञ्चमीसम्म षष्ठीको पूजन सकेर सायनकालमा बिल्वाभिमन्त्रण गर्ने। बिल्वाभिमन्त्रण गरेर आएर पुनः सन्ध्याकालीन पूजापाठ गर्ने। त्यसपछि प्रातःकाल सवेरै खास गरेर मुहुर्त अनुसार तपाईँको बिल्व वृक्षमा गएर
चण्डिका ल्याउने न पत्रिका प्रवेश गर्ने त्यसपछि यहाँ पूजा शुभारम्भ गर्ने पत्रिका प्रवेश पूजन गरिसकेपछि प्रतिमामा प्राण प्रतिष्ठा गर्ने अनि प्रतिमाको पूजन वास्तविक रूपमा प्रारम्भ अनि त्यसपछि पूजालाई यो जात्राको दिन विसर्जन गर्ने अनि फुलपातीदेखि नवरात्रसम्म 9 दिन प्रतिमाको विधिवत पूजा गर्ने स्तोत्र पाठ आदि इत्यादि जुन विधि हाम्रो छ त्यो अनुसार वेदको रीतिले गर्ने त्यसपछि 10 दिनमा टीकाको दिन जात्राको दिन उहाँको पूजा पाठ सकेर विसर्जन गर्ने त्यसपछि प्रतिमा विसर्जन हुन्छ। अनि एउटा यो आज जसरी यो फुलपातीको दिनमा आज तपाईँको खोइच भर्ने परम्परा छ त्यसको मिथिलामा के छ ऐतिहासिक? यो खोइच भर्ने परम्पराको मूल कुरा के छ भने हाम्रो समाजमा छोरीको विदाई गर्ने बेलामा खास गरेर समाजमा यस्तो व्यवस्था छ कि छोरीलाई रित्तो हात नपठाउने त्यस कारणले अब भयभरको सामान त दिने तर उसलाई खास गरेर आँचल खाली नजाओस् त्यसै कारणले आँचलमा घरबाट भयभरको जति सौगातहरू हुन्छ त्यो सबै त्यहाँ राखेर खोइच भर्ने परम्परा छ। त्यस कारणले विजयादशमीले गर्ने हो नि त त्यो दिन विजयादशमी दिन विदाईको खोइच त हुन्छ तर प्रत्येक श्रद्धालुहरू अष्टमीदेखि अष्टमी नवमी र जात्रा दिनसम्म 3 दिन खोइचको कार्यक्रम हुन्छ एक दिन मात्रै हुँदैन। फेरि सप्तमी फुलपातीको दिन पनि भगवतीको प्राण प्रतिष्ठा हुने बेलामा सवस्त्र खोइच पनि त्यहाँ पनि यो मिथिला अर्थात् मिथिलाले यो देवीलाई छोरीको रूपमा पूजित हुन्छ मिथिलामा छोरीको रूपमा होइन माताको रूपमा अब माताको भावले अब मातै आएपछि स्त्री जातिलाई तब खाली हातले हुँदैन त्यस कारणले खोइच भरेर यथाशक्य फुल प्रसाद जति सामर्थ्य छ त्यो अनुसार मान्छे पूजा अर्चना गर्छन् आफ्नो श्रद्धा व्यक्त गर्छन्। स्त्रीको सम्मान खोइचबाटै हुन्छ त्यस कारणले खोइचको परम्परा मिथिलामा सदियौँदेखि छ प्राचीन कालदेखि छ वैदिकै कालदेखि पनि छ। हस् धन्यवाद।